हेलो नमस्ते सबैमा। आज चाहिँ म बाख्राकोट जाँदैछु धेरै पछि जङ्गलतिर। अझै धेरै पछि पानी पर्यो बिहान, एकदम चिसो चिसो भइरहेछ मौसम। बल्ल बल्ल घाम लागेर मौसम खुल्दैछ बिस्तारै। पानी परेसँगै बिस्तारै मौसम खुल्दैछ, जताततै हरियाली देख्न सक्नुहुन्छ। अस्ति अस्ति चाहिँ पुरै तुइलो लागेर केही देखेको थिएन, डम्मै भएको थियो। पानी आएपछि सबै उग्रेको छ बिस्तारै। यो चाहिँ हामीले पानी खाने पँध्रो हो, यसलाई चाहिँ ठुलो पँध्रो भन्छ। यो चाहिँ जङ्गलको बिचमा छ। हेरे नि, घरदेखि 10 मिनट जति हिँडेर आउनुपर्छ पानी खान लिनको लागि। मौसम खुलेसँगै सबै हरियाली देखिएको छ, डाँडाकाँडा पुरै देखिन थालेको छ। यता चाहिँ सबै पहिला खेती हुन्थ्यो, अहिले चाहिँ पुरै बाँझो छ। गाउँमा खेती गर्ने मान्छे कोही छैन, सबै सहर पसे। गाउँको केटाहरू पनि सबै विदेशतिर पैसा कमाउनतिर लागे, कोही छैन गाउँतिर अहिले। यता तल पुरै खेती हुन्थ्यो, सबै खेती हुन्थ्यो। अहिले सबै गाडी भएको छ, चिलाउनेको गाडी, कटुस गाडी। अहिले चाहिँ गाउँतिरको सबै बारी बाँझो छ प्राय, खेती गर्ने मान्छे कोही छैन गाउँमा। अहिले बाख्रा चराउने, गोरु भैँसीहरू चराउनलाई चाहिँ प्रशस्तै ठाउँहरू छ। यो चाहिँ बाख्रा, बाख्रा गोठालो आज। यो तल चाहिँ हाम्रो बारी हो, यो खेती गर्न छोडेको नि 5-6 वर्ष भइसक्यो। यो माथि पनि पोहोरसम्म गरेको थिएँ, यसपालिदेखि यो पनि बाँझै छ। यो पनि छोडिदियो खेती गर्नलाई। अब सब बाख्रा चराउने, बस्ने, घाँस काट्ने, त्यही हो। अब खेती गर्न कोही छैन मान्छे गाउँतिर। तल चाहिँ पुरै चिलाउने घारी भएको छ हाम्रो बारीहरू पनि। यता चाहिँ पोहोरसम्म गरेको थियो, अहिले चाहिँ म घरमा गर्ने मान्छे पनि कोही छैन, बाबा मम्मी मात्रै। सबै बाँझै छ उता। बारी त वारीदेखि पारीसम्म छ, खेती गर्ने मान्छे कोही छैन। त पारीसम्मै छ बारी। यता पनि सब घारी भइसकेको छ, खेती गर्ने मान्छे कोही नभएर। यो तल देखेको चाहिँ बेलबास भन्छ यो ठाउँलाई चाहिँ। यो बगिरहेको खोला चाहिँ भुसुन्डे खोला हो। यो चाहिँ उता हर्मी जाने रोड। यो ठ्याक्कै घुम्तीबाट अलि उतापट्टिको त्यो सेतो, यो घर चाहिँ डाक्टर बाबुराम भट्टराईको घर हो, जसपाको नेता हुनुहुन्छ। यो पारी देखेको चाहिँ छोप्राकको डाँडो हो यो। माथि चित्रे पोखरी, उता पारी उता नामरुङ थान, यतातिर नि सबै बाँझो भइसकेको छ, कोही छैन खेती गर्ने मान्छे। यता पनि छ बारी चाहिँ, यता पनि खेती गर्न छोडेको 2-3 वर्ष भइसक्यो। यो पनि हाम्रै बारी हो। यता तलैदेखि बाँझै छ पुरै, तल चिलाउने घारी, यता पुरै माथिसम्म सब बाँझो छ। यो चाहिँ हाम्रो गोठ हो है। यो चाहिँ घरबाट 20 मिनट जति लाग्छ। यहाँ चाहिँ पहिला गोरु थियो, गोरु पनि अहिले पोहोर बेचिदियो, गोरु पनि अहिले छैन, खाली गोठ मात्रै। यो नि बारीहरू सबै बाँझो छ यता तल।
यो पारीको चाहिँ गोर्खाको डाँडो हो त पारी देखिएको छ मसेल यता नाब्रुङथान छोपराक यता हर्मी यता माथि चाहिँ खुर्पाजुङ भन्ने ठाउँ